हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अर्को मिनी ब्लग। अस्तिको अस्तिको मिनी ब्लगको अपार असफलतापछि मैले तपाईहरुको सामु अर्को क्युटी मिनी ब्लग लिएर आएको छु। हेरिदिनु होला, मन पराइदिनु होला। अस्ति मैले अर्को ब्लगमा के अरे मेरो 200 लाइक पुराइदिनु भयो भने अर्को ब्लग लिएर आउँछु भनेर भनिरहेको थिएँ, तर तपाईहरुले 200 लाइक पनि पुराइदिनु भएन। नपुराइदिए पनि त्यसको लागि पनि धन्यवाद। अनि मैले बिचमा मिनी ब्लग नल्याउनुको कारण कसैलाई चाहिँ किन यसले ल्याइन थिए भने जस्तो लागेर इच्छुक हुनुभएकोहरूको लागि है, किन ल्याइन यसले भनेर सोच्नु भएको थियो भने चाहिँ मेरो पुन्टु, मेरो सानी, मेरो छोरी, मेरो मुटुको टुक्री बिरामी भएकी थिइन्। अनि त्यही भएर हामीले भिडियोहरू मैले ब्लगहरू खिच्न पाएकी थिइनँ। अनि मेरो पुन्टु र मेरो पहिलाको भिडियोहरू हालिरहेको थिएँ। यहाँ मैले कसरी करेला र आलुको अचार बनाउँछु त्यसरी नि तपाईहरु पनि बनाएर खानु होला, मिठो हुन्छ। त्यो मैले त्यहाँ करेलाहरू काटेर अनि पानीमा एकछिन बफ्याए जस्तो गरेछु। त्यसरी त्यहाँ बफ्याउँदाखेरि चाहिँ नुन हालेर बफ्याउनु होला। त्यसो गर्दाखेरि चाहिँ अलि त्यसको तितो हटे जस्तो लाग्छ मलाई चाहिँ। म चाहिँ त्यसरी नै बनाउँछु, भुटेर बनाउने अचार चाहिँ। अनि मैले आज मुसुरीको दालहरू पकाएँ, खाना बनाएँ, मुन्टा बनाएँ र अचार बनाएँ त्यसरी। अनि भन्दै त्यहाँ मेरो करेला र आलु पनि ओइरेको भिडियो आइसकेको छ। म चाहिँ भोइस ओभर गर्दैछु अर्को। अनि अस्ति मलाई त्यहाँ मेरो आफ्नै मान्छेले तिम्रै भोइस हो भन्दै त मेरै भोइस हो त्यो। त्यस्तो राम्रो लाग्यो तपाईहरुलाई मेरो भोइस भने धन्यवाद, धेरै धेरै धन्यवाद। अनि यहाँ बोल्दा मेरो पुन्टुलाई म बिचमा काम गर्दा हेर्न आइरहेको छु। मेरो ससुराबाले चाहिँ सानीलाई हलाउँदै बसिरहनु भएको थियो। मेरो पुन्टुलाई मैले बोलाएँ। अनि फेरि म ब्याक टु किचन भएँ। अनि अब मेरो त्यो अचारमा छोप हाल्ने बेला भयो। मैले तिलको छोप हालेँ त्यसमा। अनि त्यसरी कागती हालेँ अनि मोलमाल पारेर राखेँ। अब यहाँ अचार रेडी भएको भिडियो पनि आउँछ। म छिटो बोलेछु। अनि के छ हजुरहरुकोतिर कतिको गर्मी छ? हाम्रोतिर त प्यालात्तै हुने गरी पाक्ने गरी गर्मी छ। हामी चाहिँ पाकेर अब बेहोस हुन त बाँकी छ। थ्याङ्क यू गाइजहरु, मेरो भिडियो हेरिदिनु होला, मन पराइदिनु होला, मलाई पनि सपोर्ट गरिदिनु होला। सेयर नगरिदिनु, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। थ्याङ्क यू गाइज फर वाचिङ। आज मैले के को सब्जी पकाएँ, के को दाल पकाएँ कमेन्टमा भनिदिनु होला तपाईहरु चिन्नुहुन्छ भने। थ्याङ्क यू, लभ यू अल।